ल आज हामी एउटा युट्युब भिडियोको एउटा अंशलाई अलि गहिरिएर हेर्दैछौँ। मेचिकाली खबरले भर्खरै बुवा गुमाएकी एक सानी नानी मनिषा थापासँग कुराकानी गरेको हो। मैले नि हेरेको थिएँ, त्यो एकदमै मार्मिक छ। हो नि, यो खाली अन्तर्वार्ताको समीक्षा मात्रै होइन है, बरु बाल्यकालको शोक अनि त्यसलाई व्यक्त गर्ने तरिका, सम्झनाको शक्तिबारे यसले के भन्छ भनेर खोतल्ने हो। बिल्कुल, त्यो महत्त्वपूर्ण छ। भिडियोमा मनिषाले आफ्ना स्वर्गीय बुवा माधव थापा छेत्री, जो 49 वर्षको उमेरमा बित्नुभयो, उहाँलाई असाध्यै सम्झिरहेको बताउँछिन्। बुवा बितेको 1 वर्ष भइसक्यो, तर पनि त्यो पीडा उनी आमा र भाइको लागि एकदमै ताजा छ रे। उनलाई घरिघरि बुवाको याद आउँछ अनि रुन मन लाग्छ भन्छन्। हो, यो कुराले के देखाउँछ भने बाल्यकालमा अभिभावक गुमाउँदाको चोट कति गहिरो हुन्छ, कति लामो समयसम्म रहिरहन्छ। त्यही त। अनि मनिषाले बारम्बार बुवाको फोटो हेर्ने कुराले पनि त्यो खालीपनलाई झल्काउँछ नि। यो क्षणिक दुःख मात्रै होइन, यो त जीवनभर रहिरहने एउटा प्रक्रिया जस्तो हो। अनि यहाँनिर एउटा एकदमै मन छुने कुरा आउँछ। मनिषाले बुवाको सम्झनामा एउटा कविता लेखेकी छिन्। हो, जस्तै दुःख सुख तिमी सँगै कटाउने मन थियो बाबा, अनि कहाँ गयो बाबा तिमी कुरै नगरी। ओहो। अनि अर्को लाइन, सपनीमा आउँछौ बाबा, छोरी भने बोलाउँछौ, लाग्छ तिमी यतै छौ मेरै वरिपरि। कति गहिरो भावना हो नि। यी शब्दले उनको भावना मात्रै होइन, एक किसिमको प्रतिभा पनि देखाउँछ सानै उमेरमा। हो, एकदम। यो कविता खाली दुःख पोख्ने माध्यम मात्रै होइन है, यसलाई हामी एक्टिभ कोपिङ भन्न सक्छौं। एक्टिभ कोपिङ त्यो भनेको मतलब भावनालाई सक्रिय रूपमा सामना गर्ने, त्यसलाई प्रशोधन गर्ने तरिका। खाली पीडा सहेर बस्नुभन्दा यसरी सृजनात्मक बाटो रोज्दा बच्चालाई आफ्नो भावना बुझ्न मद्दत पुग्छ। ए हो त। अनि उनका शब्दहरू जस्तै लाग्छ तिमी यतै छौ मेरै वरिपरि, यसले के देखाउँछ भने गुमाएको व्यक्तिसँगको सम्बन्ध मृत्युपछि पनि मानसिक र भावनात्मक रूपमा कसरी रहिरहन्छ। यसलाई कन्टिन्युइङ बन्ड्स भनिन्छ। भौतिक रूपमा नभए पनि सम्झना र भावनामा त्यो सम्बन्ध जीवितै रहन्छ। कस्तो मार्मिक कुरा। कुराकानीमा उनले बुवा फर्केर आइदियो हुन्थ्यो भन्ने जुन इच्छा राखिन् नि, त्यो त झन्। त्यो सुन्दा साँच्चै मन कटक्क खान्छ। साक्षात्कर्ताले पनि सम्झाउँछन् बितेका मान्छे फर्किँदैनन् भनेर, तर उनको भावनालाई सम्मान गर्दै सान्त्वना दिन्छन्। हो, त्यो आवश्यक पनि छ। अनि एउटा अलिकति अनौठो कुरा, परिवारमा ठूलो खुसी ल्याउने एउटा अपुष्ट वाचा पनि गरेका छन्, पछि बताउने भनेर। है, त्यो के हो पछि थाहा होला, तर यो अवस्थाले शोक सामना गर्ने विभिन्न तरिकाहरू देखाउँछन् नि, होइन र? हो त। के देखियो त? जस्तै कविता लेख्नु, फोटो हेर्नु, सम्झनाहरूमा बाँच्नु, फेरि भेट्ने तीव्र इच्छा राख्नु। तर यसैसँग अर्को महत्त्वपूर्ण पक्ष पनि जोडिएको छ। के होला त्यो? बुवाले मनिषालाई शिक्षक बनाउन चाहेको सपना अनि उनको पढाइका लागि सहयोगको अपिल। हो, त्यो पनि थियो। यसले के देखाउँछ भने व्यक्तिगत शोक व्यवस्थापनसँगै भविष्यको आकांक्षा र त्यसलाई पूरा गर्न चाहिने सामाजिक आर्थिक सहयोग पनि कति जोडिएको हुन्छ। बिल्कुल। अनि भिडियोमा मनिषाका भाइ पनि बुवाको फोटो हेरेर बसिरहेको देखिन्छ नि। त्यो दृश्यले यो दुःख एकजनाको मात्र होइन, पुरै परिवारको साझा अनुभव हो भन्ने देखाउँछ। त्यही त, सबैले आफ्नो तरिकाले शोक मनाइरहेका छन्। हो। त्यसो भए यो समग्र कुराकानीबाट हामीले के बुझ्न सक्छौं त? खास निचोड के हो? मुख्य कुरा त अभिभावक गुमाउँदा बालबालिकामा पर्ने मनोवैज्ञानिक असर निकै गहिरो र लामो समयसम्म रहन्छ भन्ने हो। पहिलो कुरा यो। दोस्रो, उनीहरूले शोक व्यक्त गर्ने तरिकाहरू फरक हुन्छन्। जस्तै मनिषाको कविता, त्यो एउटा सशक्त उदाहरण भयो। हो नि। र तेस्रो, यस्तो बेला परिवारको भावनात्मक साथ त चाहिन्छ नै, तर कहिलेकाहीँ समुदाय वा बाहिरी सहयोग, जस्तै उनको शिक्षाको लागि अपिल गरियो नि, त्यसको पनि ठूलो महत्त्व हुन्छ। यो व्यक्तिगत पीडा भए पनि यसको सामाजिक पाटो पनि छ। हो त। आज हामीले एउटी बालिकाको सिर्जना, उनको कविता मार्फत व्यक्त भएको त्यो गहिरो पीडा हेर्यौं, बुवासँगको उनको त्यो नछुट्टिने भावनात्मक सम्बन्ध र निराशा बीच पनि कतै लुकेको सानो आशा। मनिषाको कथाले गुमाउनुको पीडा र सम्झनाको शक्तिबारे धेरै कुरा भन्छ। अवश्य पनि। अनि अन्त्यमा एउटा प्रश्न मनमा आइरहन्छ। भन्नुस् न।
मनिषाको कविता र बुवा फल्केर आउने उनको त्यो कल्पनालाई हेर्दा शोकको अवस्थामा यथार्थ र कल्पना बीचको त्यो रेखा कति पातलो हुँदो हो। ए हो नि। अनि कसरी यस्तो सृजनात्मक अभिव्यक्तिले त्यो कठिन सीमारेखामा हिँड्न त्यसलाई सामना गर्न मद्दत गर्छ होला। हो, यो साँच्चै सोच्नुपर्ने कुरा हो। यसले हामीलाई मान्छेले कठिन परिस्थितिलाई कसरी अर्थ दिन खोज्छ भन्ने बारे सोच्न बाध्य बनाउँछ।